नेपालको जल सम्पदा सबैभन्दा ठूलो लुट। नेपालमा 6000 नदीहरू छन्, तर काठमाडौँमा तिर्खा छ, तर तराईमा डुबान। किन? के हाम्रो पानी हाम्रो आफ्नै हो वा हामी केवल आफ्नो भूमिमा चौकीदार मात्र हौं? सार्वभौमिकताको भ्रम। हामीले दशकौंदेखि जलविद्युतको अपार सम्भावनाको नारा सुन्यौं, तर यथार्थ फरक छ। सन् 1966 मा भएको महाकाली सन्धि भएको आज 30 वर्ष पूरा भयो, तर 2066 को जनवरीसम्म आइपुग्दा पनि कञ्चनपुरको महाकाली फेज 3 को नहरहरू अझै सुक्खा छन्। यो प्रमाण हो कि सन्धिहरू केवल कागजमा सीमित हुन्छन्, जबकि हाम्रो पानीको बहावले सीमा पारी भारतलाई सिंचाई र समृद्धि दिइरहेको छ। यसलाई विज्ञहरू वाटर कलोनीको अवधारणा भन्छन्। नेपालले भारतलाई निशुल्क रेगुलेटेड वाटर उपलब्ध गराइरहेको छ, जसले तल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रण गर्छ, तर बदलामा नेपालले न उचित मुआब्जा पाउँछ न त आफ्नै खेतमा पानी। हाम्रा छिमेकीहरूले हाम्रा नदीहरूलाई आफ्नो रणनीतिक स्वार्थका लागि प्रयोग गरिरहेका छन्, जबकि हामी आफ्नै प्राकृतिक स्रोतमा परनिर्भर बन्दै गएका छौं। ऊर्जा कार्टेल र विरोधाभास। यहाँ एउटा अनौठो विरोधाभास छ। आर्थिक वर्ष 2025-26 को पहिलो 6 महिनामा मात्रै नेपालले भारत र बंगलादेशलाई 15 अर्ब रुपैयाँ भन्दा बढीको बिजुली निर्यात गर्यो। सुन्दा खुसी लाग्छ, तर अर्को पाटो हेर्नुहोस्। साधारण नेपालीले दक्षिण एसियाकै सबैभन्दा महँगो बिजुली बिल तिरिरहेका छन्। अझै पनि हिउँदमा नदीको बहाव घट्दा हामीले बिजुली कटौतीको मार खेप्नुपर्छ। यो ऊर्जा कार्टेलको खेल हो। व्यापारिक घराना र राजनीतिज्ञहरूले ठूला आयोजनाहरूको अनुमति पत्र झोलामा राखेर कमिसनको खेती गरिरहेका छन्। जनताको अँध्यारो हटाउनु भन्दा कमिसनको लोभमा सस्तोमा बिजुली बेच्नु उनीहरूको प्राथमिकता बनेको छ। स्रोतहरूमा पहुँच भएका केही सीमित कुलीन वर्गले राष्ट्रिय सम्पदालाई आफ्नो व्यक्तिगत कमाइको माध्यम बनाएका छन्। भू राजनीतिक चेपुवा। नेपाल अहिले दुई विशाल छिमेकीको भू राजनीतिक चेपुवामा छ। भारतले चिनिया लगानी भएका आयोजनाहरूबाट बिजुली नकिन्ने नीति अख्तियार गरेर नेपालको सार्वभौम अधिकारमाथि भिटो प्रयोग गरिरहेको छ। जगदुल्ला जलविद्युतको नक्कली कागजात काण्ड होस् वा चिनिया लगानीका अन्य आयोजना, हाम्रो छिमेकीले हाम्रा लगानीकर्ता छनौट गर्ने अधिकारलाई समेत नियन्त्रण गर्न खोजिरहेको छ। बंगलादेशमा 40 मेगावाट बिजुली निर्यात हुनुलाई सांकेतिक विजय त मानियो, तर बिर्सन हुँदैन कि त्यो बिजुलीको ट्याप र ग्रिड दुवै अझै पनि भारतको नियन्त्रणमा छ। यति मात्र होइन, राष्ट्रिय गौरवका आयोजनाहरू कसरी ऋणको पासो बन्दैछन् भन्ने उदाहरण 2025 डिसेम्बरमा दायर भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दाले देखाउँछ, जहाँ 8.36 अर्ब रुपैयाँ असुलीको माग गरिएको छ। विदेशी ठेकेदार र भ्रष्ट नेताहरूको मिलेमतोमा हाम्रा आयोजनाहरू केवल ऋण थुपार्ने माध्यम बनिरहेका छन्। निष्कर्ष। न्यारेटर। 6000 नदीको देश प्यासिरहनु र अध्यारोमा बस्नु अब स्वीकार्य छैन। हाम्रो पानीमाथि हाम्रो पूर्ण अधिकार हुनुपर्छ। यो लुटलाई रोक्न जल सार्वभौमिकताको आवाज उठाउनु आजको आवश्यकता हो। हामीले केवल बिजुली बेच्ने होइन, आफ्नै उद्योग र आफ्नै जनताको भविष्य उज्यालो बनाउन सिक्नुपर्छ। तपाईको पानी, तपाईको बिजुली, तपाईको अधिकार। यसलाई लुट्न नदिऊ। यदि तपाईलाई मन पर्यो भने लाइक बटन थिच्नुहोस्। यस्तै रोचक भिडियोहरूको लागि कृपया रिब्युट एनपी लाई सब्स्क्राइब र शेयर गर्नुहोस्।